आउनु भयो है सबैजनालाई गुड मर्निङ फेरिमा स्वागत छ आइन्दा कोप्चिकन ब्लगमा। आज सबैलाई ह्याप्पी बुद्ध जयन्ती। आज चाहिँ हाम्रो सालिनी क्लबद्वारा चाहिँ हाम्रो जुस र पानीको वितरण गर्छौँ। अन्त म अघि नै क्लबमा गएर चाहिँ बाजा चाहिँ चार्जमा हालिरहेको छु बक्स। अब एकछिन माथि बाटोमा हेरेर त्यहाँनिर चाहिँ बाजा लिन जान्छु है। त्यहाँदेखि के कसो हुन्छ है यसरी माया गरिदिनुहोस् आइन्दा कोप्चिकन ब्लगलाई लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् है। नमस्कार, म ध्रुवराज प्रधान। आज बुद्ध जयन्तीको पावन अवसरमा हामी रेनबो क्लबद्वारा जतिजना पनि रथ यात्रा लिएर आउनुभएको थियो बुद्ध भगवानको, उहाँहरूलाई जुस पानी मिठाई बिस्किट आइसक्रिमहरू वितरण गऱ्यौँ। र यस्तो कार्यक्रम हामीले धेरैवटा गर्दै आएका छौँ र भोलिको दिनमा पनि हामी अझै यस्तो सेवाको कार्य गर्छौँ भन्दै म हाम्रो उपस्थित हुनुभएका जति पनि क्लबका सदस्यहरू थिए उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। चाहिँ यतिको छ है, स्कुल पनि लागिरहेको छ। बिदा झाडा लाउँदो रहेछ यहाँ मुनान्टी। मैलाहरू साडो लाएर चिटिक्कै जुसहरू वितरणको लागि यहीँ राख्नुपर्छ। त्यही भएर चाहिँ अब बक्सहरू लिन जान्छु। त्यहाँदेखि एकदम चटक्कै भने फिनेल सिनेल हालेर कुर्कुरको चाहिँ अब यति साह्रो रहेछ बाटोमै भएर मलाई है। अब चाहिँ गएर चाहिँ म टक्कै टेबल ल्याउनु पर्छ। चेयर मामाले दिने भएको छ, यहीँ छ अरे नल्याउनु, घरिघरि ल्याउनु सबै यति फिनेल सिनेल झाडु साडु अब लिएर जाने बक्स लिनु। सानो भाइ हो त्यो टेबल लिएर जाँदैछ। म चाहिँ यहाँनिर साउन्ड बक्स लिएर एकदम ह्याप्पी छ नि त हाम्रो क्लबको सामान लिएर जान्छ। अलिक तल छ बाटोदेखि सफा गरिसकेका छौँ। अब यता सार्नुपर्छ। बक्स पनि आयो, हेभी छ यो बक्स चाहिँ हाम्रो। अब यहाँनिर राख्ने हुन्छ। अब यहाँनिर झन्डा बाँधिदिनु हुँदैछ है। ल है टेबल पनि लगाइदिएँ। अब लु त मामाले झन्डा लाउँदैछ, म चाहिँ फ्ल्याग क्लबको फ्ल्याग पनि दिनु पऱ्यो। मामाले याद दिलाइदियो, अन्त म चाहिँ क्लबको फ्ल्याग लिनु गएको। फ्ल्याग त लाउनु पऱ्यो। मामाले बुद्धिस्ट झन्डा लाउनु हुँदैछ। अब चाहिँ तल एकछिन फेरि हिँडाइ भयो। मात्रै यहाँबाट अब हाम्रो समाजबाट राखेको मात्रै सबै यता हाम्रो समाजको मेम्बर्सहरूले नै आफ्नो आफ्नो व्यक्तिगत है आफ्नै पर्सनलबाट पनि यहाँ सबैले दिन थाले। अझै आउँदैछ। यहाँ हाम्रो प्रेसिडेन्ट पनि आइसकेको छ, भूतपूर्व सेक्रेटरी पनि आइसकेको छ। अब मलाई त चिनिहाल्नु भयो होइन, त्यसरी नै माया गरिदिन्छ। सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु चाहिँ। यसरी नै सधैँभरि धर्म गरिदिनु ल। ल्याउने क्रम चाहिँ एकदम सुरु भएको छ। यहाँ भाबीले पनि दिनुभयो, यहाँ अघि पनि आइसकेको छ। अब बाजा बज्ने घन्काउने ल। अब बाजा भन्दा पनि हजुरले पनि फेरि ल्याइदिनु भयो मिठाई यहाँनिर है। म चाहिँ अब यहाँ साङ लिन आइरहेको साङ बाल्ने मामाकोमा। ए दाक्षिण अहिले जाउँ ल। हाम्रो ज्वाइँले पनि ल्याए है। हो हामी त राख्नु मात्रै पर्छ भने नि। यहाँ आयो है। ल यहाँ बाजा पनि बज्नु थाल्यो। आफ्नो काम। आज चाहिँ यहाँबाट आउँदैछ फर्स्ट। फर्स्ट वितरण चाहिँ यहाँबाट गर्थ्यौँ।
आज त हाम्रो फर्स्टमै भयो ढोक्यो पनि सक्यौँ यी दाजुले पनि आज फर्स्टमै ढोक्यो ऊ यताबाट आएछ होइन ल मलाई खोजे छ ल ल हे डोनेसन चाहिँ यहाँ हुँदैछ डोनेट पानीहरू नोयल अङ्कलले पनि दिनुभयो नि आउनु भएको शान्तिनगरको है गुम्बाको म चाहिँ अलिकति कामले गर्दा यहाँ आएँ टक्कै बाटोमै भेटिहालेँ दर्शन पनि गरिहालेँ है त्यो शान्तिनगरपट्टि गुम्बा हो शान्तिनगरको अघि म चाहिँ अलिकति फसेँ कि माथि आइपुग्यो भने होइन आज घाम लागेन है अन्त त घाम लागेको टन हुन्थ्यो आज चाहिँ दिन एकदमै राम्रो भयो हाम्रो साथी इयरली हुन्छ सधैँ अब त लास्ट हो माने गुम्बाको अब हाम्रो यहाँ जबको एउटा सकिसक्यो है अब लास्ट आजको ल चाहिँ अब आज लास्ट आज हाम्रो क्लबकोबाट पनि एकदम राम्रो भयो वितरण है सबैजनाले सहयोग गरिदिनु भयो है मेम्बर्सहरू उहाँहरूलाई धेरै धेरै धन्यवाद छ है अन्त आजको बुद्ध जयन्ती एकदमै राम्रो भयो दिन पनि एकदमै राम्रो अन्त आज बुद्ध जयन्ती चाहिँ एकदम राम्रोसँगले मनायो हाम्रो क्लबबाट पनि राम्रो भयो मेम्बर्सहरू सबैजना आएर